हजुरले पनि के भ्लग गर्न चाहनुहुन्छ कि हजुरले पनि अनलाइनबाट पैसा कमाउन चाहनुहुन्छ हजुरले पनि सजिलैसँग एउटा स्मार्टफोनबाट भिडियो बनाएर युट्युबमा अपलोड गरेर पैसा कमाउन सक्नुहुनेछ र हजुरहरूले भ्लगर बन्ने हो भने मैले भनेको यो 7वटा टिप्स फलो गर्नुभयो भने एउटा राम्रो भ्लगर बन्न सक्नुहुनेछ। पहिलो टिप्स रहेको छ विषय रोज्नुहोस्। चुज द टपिक्स। हजुरले एउटा टपिक्स रोजेर भिडियो बनाउनु पर्ने हुन्छ। तपाईँहरूको रुचि के विषयमा छ विषय छान्नुहोस्। जस्तै यात्रा गर्दा, खाना, दैनिकी जीवन र प्राविधिक जानकारी र सौन्दर्य यिनी विषयहरू टपिकहरू रोजेर हजुरहरूले यसमध्ये एउटा चुज गरेर भिडियो बनाउनु भयो भने राम्रो हुनेछ। र दोस्रो टिप्स रहेको छ योजना बनाउनुहोस्। प्लान योर भ्लग। तपाईँले के देखाउन चाहनुहुन्छ र के भन्ने हो भन्ने कुरा पहिले स्पष्ट वा संक्षिप्त योजना बनाउनुहोस्। र तेस्रो नम्बर रहेछ क्यामेरा वा फोन प्रयोग गर्नुहोस्। रेकर्ड द क्यामेरा अर फोन। हजुरहरूले अहिलेको टाइममा स्मार्टफोनबाट पनि भिडियो गर्न सक्नुहुनेछ र राम्रो भोइस र राम्रो भिडियो आउन सक्छ। र चौथो नम्बर रहेको छ सम्पादन गर्नुहोस्। एडिट द भिडियो। हजुरले अहिलेको समयमा स्मार्टफोनमा पनि विभिन्न एपहरू छन्। मोबाइलबाट पनि एडिटिङ गर्न सकिन्छ। जस्तै काइनमास्टर, क्याटकट, रियन, इन्सर्ट आदि जस्तो एपबाट हजुरले भिडियो एडिटिङ गर्न सक्नुहुन्छ। र पाँचौँ नम्बर रहेको छ सङ्गीत र शीर्षक थप्नुहोस्। एड द म्युजिक एन्ड टाइटल। भिडियो आकर्षण बनाउनको लागि हजुरले म्युजिक एड गर्नुभयो भने र टाइटल राम्रोसँग प्रयोग गर्नु। र छैटौँ नम्बर रहेको छ युट्युब वा फेसबुकमा आफ्नो भिडियोहरू अपलोड गर्नुहोस्। युट्युब, फेसबुक, इन्स्टा, टिकटक एकाउन्ट बनाएर यहाँ अपलोड गर्नुहोस्। राम्रो थम्बनेल र डिस्क्रिप्सन राख्न नबिर्सनुहोस्। र सातौँ नम्बर रहेको छ इन्गेज द योर अडियन्स। हजुरहरूले दर्शकले गरेको कमेन्टहरू पढ्नुहोस् र उत्तर दिनुहोस् अनि दर्शकहरूको सुझावलाई ध्यान दिनुहोस्। हजुरहरूलाई भ्लग गर्दा ध्यान दिनुपर्ने यी 7वटा कुराहरू हुन्। यी कुराहरूलाई ध्यान दिनु भने हजुरहरूको भ्लग एकदम राम्ररी ग्रोथ हुनेछ।